गफ हाने जस्तो छ। फेरि काममा ढिलो पुग्यो भने मलाई फेरि काममा कुबी हान्दिन बिर लाउँदैन। हेर्नुस् गाइजहरु पानी परेर कस्तो भयो। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है। इसलिए आज के लिए इतना ही। साथीहरु म रुममा आइपुगे। मेरो घर म बस्ने घर यस्तो ओडार जस्तो एक बजेर 2 मिनेटमा ट्रेन भेट्नु पर्ने हुन्छ। साथीहरु मेरो बिहानीको सुरुवात चाहिँ कफीबाट हुँदैछ। म चाहिँ काममा जानु लाग्यो। हेर्नु यस्तो पानी परेको छ, के गर्नु। देख्न सक्नुहुन्छ जापानको वातावरण यस्तो छ, पानी पर्या। मैले चाहिँ आज रेनकोट लिनै बिर्सेछु के गाइजहरु, अनि छाता पनि लिन बिर्सेछु। अब चाहिँ भिज्दै भिज्दै म काममा जानुपर्ने हुन्छ साइकलमा। गाह्रो छ, के गर्नु। काममा पनि जानुपर्छ, काममा नगई खान पुग्दैन गाइजहरु। चाहिँ यही हो, कम्पनीबाट दिएको साइकल हो। अब चाहिँ काममा जानुपर्ने हुन्छ। अनि हाम्रो साइकल पार्किङ गर्ने ठाउँ चाहिँ यस्तो छ। हामीलाई चाहिँ महिनाको टेकी बनाइएको हुन्छ यो साइकल राख्नुको लागि, 3 महिनाको सम्मको। अनि हामी चाहिँ साइकल यहाँ राख्छौँ। अब म साइकलमा जान्छु, हेर्दै गर्नु होला। म बिचमा देखाउनेवाला छु। कार्डをお受け取りください。ありがとうございました。またお越しください。साथीहरुमा चाहिँ काममा पानी परिरहेको देख्न सक्नुहुन्छ। काममा गुटुङटुङ लाएर साइकल गुडाएर जाँदैछु। स्टेसनबाट 20 मिनेट लाग्छ नि त साइकल गुडाउँदै। म चाहिँ मेरो भटभटीमा चढेर मेरो गन्तव्यतर्फ लाग्दैछु गाइजहरु। के गर्नु, जापानको लाइफ यस्तै छ। काम जाऊ, क्लास जाऊ, जापान सरकारलाई दिनुपर्छ। गाइजहरु यहाँनिर आलुहरू यस्तरी खनेको छ नि, त्यहाँ मैले देखाएको लोकेसनमा त्यो घरमा राखिदिएको हुन्छ के बेच्नको लागि आलुहरू। देख्न सक्नुहुन्छ यस्तो छ यताको बारीहरू। अनि त्यो बारीमा यसरी यो क्याबेजहरू या के फलाउँछ सबै राख्दा हुन्छ के। देख्न सक्नुहुन्छ सेम नेपालको जस्तै छ। कस्तो राम्रो ठाउँहरू पनि राम्रो छ। यो नेपालको के भन्छ, हामीले घोप्पा भनेर खान्थ्यो, हजुरहरूले के भन्छ, कस्तो फल्छ, कस्तो मिठो हुन्छ भने देख्न सक्नुहुन्छ गाइजहरु। यस्तो नेपालको जस्तो खेती किसानी बुढाबुढी बाजेहरूले यहाँ खेती किसानी गर्नुहुन्छ क्या। यस्तो र राम्रोसँग फलाउनुहुन्छ। अनि हामीले घर जाने बेलामा यता काममा आउने बेलामा भेट्नु भयो भने चाहिँ जहिले अब आलुहरू, प्याज, टमाटरहरू दिनुहुन्छ क्या। अनि यहाँनिर चाहिँ पहिलाको वर्ष चाहिँ फर्सी फलेको थियो साथीहरू। अनि यहाँनिर चाहिँ फर्सीको मुन्टा खाँदैन रहेछ नि त जापानिजहरूले। अनि त्यो उयो मात्र खाबुचिया मात्र खाँदो रहेछ नि त, उयो मात्र। त्यही भएर हामीलाई यस्तो कायदा भयो, त्यस्तो कायदा भएको थियो। जहिले घर जाने बेलामा लिएर जानु भन्नुहुन्थ्यो, जहिले टिपेर लिएर जान्थ्यौँ। हेर्नु साथीहरू, म काममा जाने ठाउँमा चाहिँ यस्तो बाटो यस्तो उकालो छ। आउने बेलामा चाहिँ सर्रै हुन्छ साथीहरू, जाने बेलामा चाहिँ साइकल यसरी हातले समाएर दोहोऱ्याएर हिँड्नुपर्ने हुन्छ। के गर्नु, गाह्रो छ हो गाह्रो। अभागी खप्पर, जता गए नि थक्करै थक्कर भने जस्तो मेरो जिन्दगी गाइजहरु। आया साइकल पेल्दा पेल्दा थाकिसक्यो। के गर्नु, अब फेरि गएर काममा गएर जोतो अफुरो हान्नुपर्ने हुन्छ। अनि अफुरो भ्याए पछाडि दिउँसोबाट सोझीहरू त्यस्तै के हुन्छ आइच्याहरू गर्नुपर्ने हुन्छ। हेर्नु न गाइजहरु, कति चिटिक्कको, कति राम्रो घर, कति राम्रो घर।
म पनि पछि भविष्यमा पैसा कमाउन सकेँ भने यस्तै राम्रो घर बनाउँछु। तर जापानमै ट्याक्स, इन्सुरेन्स के हो तिर्दै ऋण पनि तिर्न सकेको छैन गाइजहरू अहिलेसम्म। अब यस्तो चिटिक्कको घर बनाउने त लाग्छ होला अझै कति 20-30 वर्ष, जापान नै 50-60 वर्ष जान्छ जस्तो लागिसक्यो गाइजहरू। आएको 3-4 वर्ष भइसक्यो, ऋण अलिकति पनि हल्लेको छैन। त्यस्तै छ गाइजहरू, के गर्नु। हेर्नु न, यो चाहिँ नि नेपालहरूको घर जस्तो खालको यस्तो चिटिक्कका। अनि यहाँनिर चाहिँ मिलहरू क्या, चामलहरू पिठोहरू पिस्ने ठाउँ रहेछ। यस्तो राम्रो छ बारीहरू, हेर्नु चिटिक्कको काँक्राहरू लगाएको छ, के लगाएको छ। हेर्नु न कस्तो राम्रो फुल फुलेको छ। फेरि देख्नुहोस् न, त्यहाँनिर सागहरू फलाएको छ, टमाटर, मकै सकै। ल गाइजहरू, मैले चाहिँ धेरै गफ हाने जस्तो छ। फेरि काममा ढिलो पुग्यो भने मलाई फेरि काममा कुबी हान्दिनँ, बिर लाउँदैन। अब चाहिँ 2 मिनटमा म पुग्छु मेरो कम्पनीमा। मैले काम गर्ने ठाउँको भ्यूहरू चाहिँ यस्तो छ गाइजहरू, हेर्न सक्नुहुन्छ। गाउँ नै हो यो चाहिँ। म चाहिँ अहिले तेन्नोजीतिर बस्छु नि त। यो चाहिँ किटानोडादेखि साइकलमा 15 मिनट लाग्छ। यो चाहिँ सायामा मिनामी भन्छ यो ठाउँलाई चाहिँ। तर यहाँको ठाउँहरू राम्रो छ गाइजहरू, यस्तो छ वातावरण, देख्न सक्नुहुन्छ। अगाडि म चाहिँ यसरी आउँछु, काममा आउनै पर्यो गाइजहरू, आउँदिन भनेर हुँदैन। अब चाहिँ 1 वर्ष जति भयो म यहाँ काम गर्नु थालेको। अब चाहिँ 5 वर्ष जति अझै यही कम्पनीमा काम गर्नुपर्ने हुन्छ। अनि 5 वर्ष पछाडि भ्याए पछाडि चाहिँ आफू जता जान्छु भने पनि सिउसोको गर्न मिल्छ। तर कम्पनी चाहिँ राम्रो छ गाइजहरू, बानी पनि यही परेको छ। त्यही भएर म चाहिँ अरू ठाउँ जाँदिनँ होला, यही काम गर्छु भन्ने सोचिरहेको छु। लेट्सको, हेरौँ कस्तो हुन्छ पछिसम्म भन्ने। म चाहिँ आइपुगेँ है मेरो कम्पनीमा गाइजहरू, देख्न सक्नुहुन्छ मेरो भटभटेमा त्यो देखेको होला हाम्रो कम्पनी। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ काममा हो, देख्न सक्नुहुन्छ। ड्रेस लगाएको देखेरै थाहा पाइसक्नुभयो होला। म चाहिँ कामको ब्रेक टाइममा हो। अब मेरो ब्रेक टाइम चाहिँ जम्मा 10 मिनट छ बाँकी। म चाहिँ के लिएर आएको छु हेर्न सक्नुहुन्छ। यो चाहिँ के होला त, के छ होला त, देख्न सक्नुहुन्छ। यति धेरै चक्लेटहरू राखिदिएको छ। हामीलाई चाहिँ काममा जहिले यसरी चक्लेटहरू राख्दा हुन्छ कि यसरी। यो चाहिँ यस्तो छ, यो देखाउनु लाग्यो। ए, अनि हेर्न सक्नुहुन्छ यहाँको भित्र चाहिँ यस्तो केकहरू छ। हामीले चाहिँ सबै खाएर भ्याइसक्यौँ। 1 2 3 4 5 6 7 हो त 8वटा छ, यति देख्न सक्नुहुन्छ। अनि अर्को रहेको छ यिनीहरू चाहिँ हाम्रो रेउसा सानको परिवारबाट, फ्यामिलीबाट ल्याइदिएको। यो चाहिँ यति छ, बाँकी छ, सबै भ्याइसक्यो खाएर। देख्न सक्नुहुन्छ गाइजहरू, हाम्रो कम्पनीमा यस्तो मिठो मिठो खाना पाउँछ। अब सबैको कम्पनीमा खाना पाउँछ होला। अनि भातहरू पनि खाना पाउँछ, हामीले खाजा नलिएर आए पनि हुन्छ गाइजहरू। यत्रो धेरै चक्लेट राखिदिएको छ। अब म चाहिँ खाएर पनि हेर्छु है त कस्तो छ। खाना चाहिँ 4-5वटा खाएर भ्याइसकेँ मैले तन्नै। टेस्ट गरी हेरौँ है त गाइजहरू कस्तो छ। यो चाहिँ बेकरी केक हो, मिठो छ। ओइसी थाइको काम चाहिँ गाह्रो मात्र होइन, यसरी खाना पनि पाउँछ, रमाइलो पनि हुन्छ। एकदम मेन्टल्ली स्ट्रेसहरू पनि हुन्छ, प्रेसर पनि हुन्छ र यसरी रमाइलो गरेर खाना पनि पाउँछ, रमाइलो पनि हुन्छ। कम्पनीबाट बार्बिक्यूहरू पनि लान्छ, बोन एन्ड फ्राई पनि लान्छ।
नर्मल चाहिँ म खान्छु यो टोस्ट है टोस्ट सबैको टेस्ट लिए तर सबभन्दा फेभरेट चाहिँ यो मिठो लाग्छ यो पनि मिठो छ टोस्ट पनि अब यो कस्तो छ है यम्मी कुकी चाहिँ गाइजहरू कुकी मिठो छ यिनीहरू त ओखासी हो भन्न त सबैले एउटै भन्छ होला सबभन्दा मिठो चाहिँ यो छ है बेकर बटर केक हो के हो ब्राउन बटर केक गरेको छ हेर्नुहोस् गाइजहरू पानी परेर कस्तो भयो भगवान् हेर्नुहोस् कामबाट फर्किँदै हो हामी चाहिँ ग्रुपमा पनि पुगेको छैनौँ पानीले यस्तो बनाइसक्यो रुजेको मुसा जस्तो गाह्रो छ के गर्नु देखेँ म ए पानीले यस्तो बनाएको छ गाइजहरू हेर्नुहोस् भिजेर पट हेर्नुहोस् सुरुवाल त देखिन्न के मेरो कालोमा कालै भिजेको देखेर हेर्नुहोस् यस्तो भयो अब घर गएर नुहाइरै गर्नुपर्ने हुन्छ भोलि फेरि काम छ गाइजहरू के गर्ने ए पानीले यस्तो बनाएको छ गाइजहरू हेर्नुहोस् भिजेर पट हेर्नुहोस् सुरुवाल त देखिन्न के मेरो कालोमा कालै भिजेको देखेर हेर्नुहोस् यस्तो भयो अब घर गएर नुहाइरै गर्नुपर्ने हुन्छ भोलि फेरि काम छ गाइजहरू के गर्ने हाम्रो जापानिज भाइलाई हेर्नु काटेर म रुममा आइपुगेँ मेरो घर म बस्ने घर यस्तो अडार जस्तो छ कि देख्न सक्नुहुन्छ यस्तो अडार छ यस्तो कुरै छ गाह्रो छ कहिले रुम सरम भन्ने भइसक्यो गाइजहरू के गर्नु अभागी खप्पर जता गए पनि थक्करै थक्कर भोलि पनि काम छ भोलि पनि पानी छ हे भगवान्